यो देश कसैको बाउको देश होइन। यो सबै जात जाति एक समुदायको देश होइन। यदि कसैले भन्छ यदि हिन्दू राष्ट्र नै चाहियो भने मुस्लिमसँग हिन्दू राष्ट्र लिने हो। मुस्लिमले रोकेछ हिन्दू राष्ट्रको लागि। मस्जिदमा गएर ढुङ्गा हानेर हिन्दू राष्ट्र हुने हो। कुरान जलाएर हिन्दू राष्ट्र हुने हो। यो कसैको बाउको देश होइन। यो नेपाल एउटा सादा फुलबारी हो र यो फुलबारीमा भएका सबै फुलको त्यति नै महत्व छ। सबै जात जाति धर्म यो बुद्धको देश हो। यो कसैले भन्छ भने यो हाम्रो बाउको देश हो भने यो हामी कदापि बर्दाश्त गर्ने छैनौँ। सबै जात जाति धर्मको त्यति नै यो देशमाथि अधिकार छ। सबै नेपालीको त्यति नै अधिकार छ यो देशमाथि। धनुषामा भएको घटना एकदम निन्दनीय छ। यदि कसैलाई केही समस्या छ भने पुलिस प्रशासननिर गएर त्यसमाथि उजुरी दिने हो। त्यसरी कारवाही गराउने हो कि गएर मस्जिदमा ढुङ्गा हान्ने हो, कुरान जलाउने हो, अल्पसंख्यकलाई पिट्ने हो, काट्ने हो, मार्ने हो, गाली गर्ने हो, हिजाब बन्द गर्ने हो। यो सबै कुरा यो धार्मिक द्वन्द फैलाउने र सत्ताको राज सत्ता भोग्नलाई भोगीहरू जुन जोगीको भेषमा बनेका छन् त्यस्ता व्यक्तिहरूले गर्दा यो सबै भएको। हामी कडा चेतावनी दिन चाहन्छौँ। यदि धनुषाको घटनामाथि कारवाही भएन भने हामी फेरि उठ्नेछौँ। हामी फेरि बन्द गर्नेछौँ र देशव्यापी आन्दोलन गर्नेछौँ। यही हामी चेतावनी दिँदैछौँ।